दार्जिलिङ जिल्ला अन्तर्गत जोरबङ्गलो सुकिया पोखरी खण्ड अधीनस्थ पोखरीबुङ ग्राम पञ्चायत 2 समरीपानी चियाबारीका हाम्रा वेदान्त भारतीद्वारा निर्मित जारीकल चलचित्र समापन भइसकेको छ। त्यसको मतलब टोटली कम्प्लिट भइसकेको छ त्यो फिल्म अघि, र त्यसको निम्ति यहाँहरूलाई हामी सबैलाई शुभकामना दिन चाहन्छौँ। दार्जिलिङ है यो पहाडका रानी त्यसै नै यो सौन्दर्यको खानी भएको जग्गा हो। अघि यसमा बाहिरबाट धेरै पर्यटकहरू आएर हैन उहाँहरू रमाउने गर्छन्, र यस्तो सुन्दर ठाउँमा हैन हाम्रा भाइहरूले लोकल भाइहरूले नै यति राम्रो जग्गा उहाँहरूले गएर हाम्रो दार्जिलिङको पनि यहाँहरूले इतिहास झल्काउनु भएको छ हैन। दार्जिलिङमा कति राम्रा जग्गाहरू छ, त्यो जग्गाहरूको पनि उहाँहरूले गएर त्यस जग्गामा गएर उहाँहरूले पनि सुट गर्नुभएको छ, र हाम्रो दार्जिलिङ क्षेत्रलाई पनि यहाँले अघि लाने पूर्ण कोसिस गर्नुभएको छ कि त्यसको निम्ति हामी एकदमै खुसी छौँ। र हाम्रो वेदान्त भारतीद्वारा यसभन्दा अगाडि पनि कहिलेकाहीँ पिक्चर बनाउनु भएको थियो, त्यो केवल 1 महिनामा बनाउनु भएको थियो अघि, र फेरि अहिले जारीकल 8 महिनाको अन्तरालमा यो दोस्रो उहाँले पिक्चर बनाउनु भएको छ। अघि हाम्रा यी वेदान्त भारती भाइ एकदमै साना हुनुहुन्छ अघि, उहाँले भर्खर कलेजमा अध्ययनरत हुनुहुन्छ, र पनि यस्तो बेलामा पनि उहाँले आफ्नो समय निकालेर अघि यो जारीकल मुभी जुन बनाउनु भयो यसको निम्ति यहाँलाई हामी शुभकामना दिन चाहन्छौँ। अनि हाम्रो तर्फबाट यहाँलाई केही सहयोग गर्नुपर्छ भने हामी गर्न चाहन्छौँ। आफ्नो संस्कृति झल्काउने, आफ्नो पहाडलाई माया गर्ने यस्ता भाइहरूले आफ्नै क्षेत्रको कलाकारहरूलाई लिएर अघि बढ्ने अटोट गर्नुभएको छ, र हाम्रा जति पनि यसमा जारीकलमा खेल्नुहुने हाम्रा कलाकारहरू छ यहाँ सबै हाम्रो आफ्नै क्षेत्रको बासिन्दाहरू हुनुहुन्छ कि यहाँहरूलाई लिएर यहाँले मुभी बनाउनु भएको छ, र यो मुभीको म एकदमै सफलताको निम्ति ईश्वरप्रति कामना गर्न चाहन्छु कि आउँदो दिनमा पनि यस्तो मुभी भाइहरूले बनाउनुपर्छ भन्ने म यहाँहरूलाई पनि यसबाट सुझाव दिन चाहन्छु। र यो जारीकल मुभीलाई यहाँ सबैले आएर रिलिज भएको दिन सबैले हेरेर हाम्रो भाइहरूलाई पनि प्रोत्साहन गरिदिनुहुन्छ भन्ने म नम्र निवेदन गर्न चाहन्छु। धन्यवाद।